यलया कुएन गण्य बचत तथा ऋण सहकारी संस्था या चिक्कगु दमुज्या जुगुदु शनिबार कुएन गण्य था जुगु दमुज्या उलेज्या जिल्ला सहकारी संघ ललितपुरिया अध्यक्ष केदार गोर्खाली यानातिगु ख ज्याजोले जिल्ला सहकारी संघ ललितपुरिया अध्यक्ष केदार गोर्खाली ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ या लेखा सुपरिवेशन समितिया संयोजक सानुकाजी महर्जन यल महानगरपालिका सहकारी शाखा या वरिष्ठ अधिकृत चन्द्रलाल डङ्गोल लगायत कुएन गण्य सहकारी या त भिन्तुना देछनातिगु ख नेपालको सहकारी अभियान 2013 सालमा बखान सिंह गुरुङ बचत तथा ऋण सहकारी संस्थाबाट सुरु भयो। त्यसलाई संस्थागत गर्ने काम 2040 सालमा सहकारी ऐन आइसकेपछि संस्थागत रूपमा नेपालको सहकारी अभियान एकीकृत रूपमा अगाडि बढ्यो। नेपालको सहकारी अभियान अगाडि बढ्दै गर्दा सहकारी भन्ने के हो भन्ने कुरा चाहिँ आम रूपमा हामीले बुझाउन सकेनौँ र सहकारी सङ्घ संस्थाका र सहकारी नियमन गर्नेदेखिको सरकारका नियमदेखि सरकार सञ्चालन गर्ने र नेताहरू मन्त्रीहरू र कर्मचारीहरूले सहकारीलाई त्यति धेरै अवसर प्राप्त गर्नु भएन। सहकारी संस्था हु या मौजा या त या मजदूर आउँछ या त स्नस्न या मजदूरका आउँछ या त वो संस्था चाहिँ सेडियो गर्छ या जोडका आउँछ या आउँछ सेडिया भन्ने संस्था समय मुरुइन अपार चाहिँ जेव चाहिँ रिजी मटेरियल अपा समय स्टाकिल वो मकुल सत्य संस्था जिच्ची राजनीति सकिस्कन चाहिँ सची दिस सोसल देश चाहिँ जेवकया अले जिए चाहिँ सरिष्ठ र चाहिँ लजगाईलाई चाहिँ झिस चाहिँ ऋण दिया जय निउरका चाहिँ झिस चाहिँ जय अले जेव चाहिँ सकिस्कन क्याउ अले थक्सन चले आयो अले जेव चाहिँ सकिस्कन क्याउ सरिष्ठ र भविष्य चाहिँ गैर सरिष्ठ र कारोबारी आयो अवठे जिल्ला चाहिँ यो संस्था चाहिँ भन्छ चाहिँ सेनाउने अवस्था चाहिँ ज्याजोले सहकारी अध्यक्ष कदमलाल महर्जन वार्षिक प्रतिवेदन कोषाध्यक्ष महेन्द्र महर्जन आर्थिक प्रतिवेदन लेखा सुपरिवेक्षण समितिया संयोजक ऋतु महर्जन लेखा समितिया प्रतिवेदन प्रस्तुत यानादिगु ख यस संस्थाको पुँजी तथा सम्पत्ति 5,67,86,125 रुपैयाँ रहेका छन्। साथै यस आर्थिक वर्षको असार मठसम्मको हाम्रो कुल नाफा 13,38,743 रुपैयाँ र 2 पैसा रहेको छ। गत वर्ष 12,19,346 रुपैयाँ 58 पैसा रहेको थियो। आगामी वर्ष 2079-80 मा बसेको बैठक सङ्ख्या सञ्चालक समितिको 21 पटक, सञ्चालक समिति र लेखा समितिको संयुक्त बैठक 8, लेखा समितिको 8, महिला तथा वृद्ध उपसमितिको 1 पटक, ऋण उपसमितिको 1 पटक, आगामी वर्ष 2079-80 को नीति तथा कार्यक्रम र बजेट तयारी उपसमितिको बैठक 2 पटक बसेको र बैठकमा भएको निर्णयहरू प्राय कार्यान्वयन भएको छ। आशा एवं विश्वास छ आगामी वर्ष सबै उपसमितिहरू सक्रियता देखाई सहकारीलाई अगाडि बढाउनेछ। ज्याजोले उपाध्यक्ष राजु महर्जन लगायत सहकार्यबारे जानकारी ब्यादिगु ख ज्याजोले नुगु सञ्चालक समिति या त शपथ ग्रहण न याकुगु ख यो प्रतिज्ञा गर्दछु मेरो सामर्थ्यले यहाँसम्म सञ्चालक समिति लेखा समितिको का नाताले सबै काम तथा बैठकहरूमा